सो हेलो एभ्रिवान वेलकम टु माई ब्लग फेरि पनि स्वागत छ तपाईँलाई जस्तो लागेर फेरि पनि स्वागत छ। हामी चाहिँ अब त्यस्तै काठमाडौँबाट गाउँतर्फ लागिरहेको छु हेर्नु। ल यस्तो छ अवस्था है त। तपाईँ कोही न ठाकुर भने के नि एउटा। सो हेलो एभ्रिवान वेलकम टु माई ब्लग फेरि पनि स्वागत छ तपाईँलाई बिटीमोटो ब्लगमा। सो हामी चाहिँ अहिले रहेको छ काठमाडौँ तर्फबाट हामी घरतर्फ लाग्दैछु। सो आजको हाम्रो यो नयाँ एपिसोडमा फेरि पनि स्वागत छ। अनि हामी चाहिँ भाइ र म गइरहेको छ, सुरत भाइ र म। सो लेट्स हेरौँ काठमाडौँको चाहिँ दृश्य देख्न सक्नुहुन्छ। सुनसान रहेको छ भनेदेखि चाहिँ सुनसान छ रोडहरू, अनि सडकहरू पनि सबै बन्द छ भनेदेखि चाहिँ यस्तो अवस्थामा रहेको छ। सो लेट्स गो हेरौँ अरू के चाहिँ हुन्छ बाटोमा, तपाईँहरूलाई पक्कै पनि देखाउने नै छु। फेरि पनि स्वागत छ है। काली ओराली गर्दै मनभरि हार भर्दै। सो साथीभाइहरू दसैँको माहौल छ, हामी चाहिँ बिस्तारै जानुपर्ने हुन्छ गाडी नभए पनि, किनभने दसैँ कहिले पनि बाजा बजाएर आउँदैन अरे नि त। सो त्यही भएर पनि हो। सो हेर्नु यस्तो छ है ट्याक्सीहरूको, हेर्नु 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 सबैलाई भनेको होइन, कुनै कुनै ट्याक्सी ड्राइभरलाई भनेको। फेरि मनमा ठेस नलिनु होला। फेरि पनि हेर्नु यस्तो छ है ट्राभलको अवस्था, सुनसान छ है। हेर्नु सडकहरू छ बन्द। सो देख्न सक्नुहुन्छ तपाईँहरूले काठमाडौँको अवस्था चाहिँ यस्तो छ क्या। हाम्रो दसैँ लाग्यो है, दसैँ लागेको छ। पानी पर्छ क्या हो फेरि है, पानी पर्छ क्या हो। सो लेट्स सी हामी चाहिँ यहाँ पिग्ला स्थान तर्फ आइसकेको छौँ भनेदेखि चाहिँ कति छिटो आइपुग्यो गौशाला पनि है। सो यस्तो छ अवस्था साथीभाइहरू, गौशाला पनि तपाईँहरू 2-3 मिनटमै आउनु सक्नुहुन्छ क्या, पुरै खाली छ क्या माकुरी हेटेरीको। सो हामी चाहिँ अहिले गौशालामा छौँ, देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। सो हामी चाहिँ अब यता लाग्छौँ। कति बजे? 7 बज्यो। हेर्दा कति भयो टाइम? मोबाइल कहाँ छ? माथि छ कि त्यो? ए छोड्दै छोड्दै। सो साथीभाइहरू हाम्रो चाहिँ यस्तो अवस्था रहेको छ भनेदेखि चाहिँ देख्न सक्नुहुन्छ। जय पशुपति बाबा रक्षा गर, जय पशुपति। सो सिनामङ्गलतर्फ लागिरहेको छ हेडकोटतर्फ हामी चाहिँ। तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ हाम्रो नेपाली सेना अगाडि है। फेरि यो चाहिँ बागमती खोला हो। जय पशुपति। मान्छे जलाइरहेको रहेछ अहिले पनि है। के गर्ने गाइजहरू, मान्छे जन्मेपछि मर्नै पर्छ अरे। पशुपतिमा चाहिँ तपाईँको चाहिँ के हुन्छ भनेदेखि चाहिँ एक लास्ट जलाइरहेको हुन्छ कि डेलीको डेली। अनि यहाँको चाहिँ के पर्छ रहेछ भन्दाखेरि चाहिँ केही गरी कुनै दिन चाहिँ लास्ट भएन भने चाहिँ अनि दाउराहरू पनि त्यतिको पनि बालेर राख्दो रहेछ क्या, यहाँको पर्छ रहेछ भनौँ न। सो फाइनल गाइज, सो म चाहिँ यो रङ साइडबाट ओभरटेक गरिरहेको छु। त हजुरहरूले चाहिँ यस्तो नगर्नु होला, द्याट इज नट अ गुड होइन। तर के आफूले गरिरहेको छु क्या, यो चाहिँ रङ मेसेज हो। सो तपाईँहरूले चाहिँ कुनै पनि कुराहरू चाहिँ हुन्छ भने नि के हुन्छ भनेदेखि चाहिँ तपाईँहरूले चाहिँ राइट कुरा चाहिँ लिनुपर्ने हुन्छ, अनि रङ कुरा चाहिँ फ्याल्नुपर्ने हुन्छ। त्यही हो। नयाँ गाडी हो है गाडी, नयाँ गाडी। सो फाइनली गाइज हामी चाहिँ एयरपोर्ट आइसकेका छौँ भनेदेखि चाहिँ देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। बसेको बेलामा यहाँ उड्नुपर्छ क्या। अब के गर्नु, नेपालीहरूको चाहिँ अलिक गाह्रो छ हो, गाह्रो छ भन्नु पनि। के बिर्स्यो भने छुर्पी किन्नै बिर्सियो छ। छुर्पी क्या छुर्पी किन्नु बिर्सियो छ क्या। किन गाइज गाह्रो छ मलाई। सो गाडी चाहिँ जाँदै हुँदैछ, जानुहोस् जानुहोस्। सो हामीले चाहिँ जानु पर्दैन हुनुपर्छ किनभने अघिदेखि पुगिरहेको छ। सो साथीहरू हामीले चाहिँ यहाँनिर चाहिँ अलिकति रेस्ट चाहिँ अलिक कम गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ अलिक चेकिङ अवस्था छ भनौँ न। अस्ति पनि यहाँ चाहिँ धेरै जस्तो चेकिङ भइरहेको हुन्छ कि त्यो अगाडि अहिले म देखाउँछु। हुनु त यहाँ पनि हुन्छ एक ठाउँ, यहाँ अहिले त्यति छैन, त्यो अगाडि हुन्छ, यो आयल निगम अगाडि।
धेरै हुन थालेछ त्यहाँ चाहिँ। क्याब ल्याउनु बिर्सेछ नि त। त्यही त भन्छ म के बिर्से जस्तो लाग्छ मलाई। सो देख्न सक्नुहुन्छ यहाँ पनि लाइटको चाहिँ व्यवस्था भइसकेको छ। अहिले हामी आउने बेलामा पहेँलो बल्यो थाहा छ तँलाई? पहेँलो ल। कोटेश्वर पनि यस्तो छ अब। नयाँ त यस्तो पाक हुन्थ्यो नि गाडीहरू। हेर्नु न गाडीहरू पुरा टनाटन छ गाडीहरू अहिले त। साथीहरू हेलो एन्ड नमस्ते। हामी चाहिँ अहिले कोटेश्वरतर्फ आइसकेको छौँ भनेदेखि चाहिँ देख्नु सक्नुहुन्छ। छैन छैन। सो हामी चाहिँ यो लेफ्ट ह्यान्डबाट हिँड्नुपर्ने हुन्छ किनभने हामी चाहिँ भातपट्टिमा काम छ हल्का। सो गाइजहरू दुःख पाएछ आज जिन्दगीमा पहिलोचोटि यस्तो छ गाडीको अवस्था। सो हामीहरू चाहिँ खालको चाहिँ गाडी चल्दै गएको भएन जो साथीभाइहरू अवस्था। सो गाह्रो छ गाइस। तपाईँहरू पनि हिँड्दै हुनुहुन्छ भने लङ टुरमा एकदम सोचेर हिँड्नु होला। एकदम भयकाल छ गम्भीर यस्तो छ अवस्था चाहिँ। वही ना के बिगड़ गया तेरी यही छ तो जाइदै देखेर त यही सो फाइनली साथीभाइ अब चाहिँ हामी यहाँबाट हिँड्छौँ। अब चाहिँ हामीहरू सो साथीहरू अवस्था त्यस्तो रहेको छ। कुले खाने बिलो ड्याम गर्नु 1000 रुपियाँ भप्पै 2000 रुपियाँ। यताबाट पनि छ कि निस्किनुबाट। सो लेट्स सी गाइस यो चाहिँ कुलेखानी ड्याम रहेको छ भनेदेखि चाहिँ यो गाउँको क्या हो पछाडि पनि गएको थियो। अगाडिको एउटा भएको छ भने चाहिँ सो साथीहरू हामी चाहिँ यहाँ अहिले आएको छ। यो विषय निकै के भन्ने एसीहरू अब के हुन्छ यस्तो छ अवस्था यहाँको चाहिँ। वाह दामी छ क्लाइमेक्स नम्मै बिरेका यस्तो बवाल छ।
रोडको अवस्था एकदम गम्भीर रहेको छ भनेदेखि चाहिँ देख्नुहुन्छ। सो अलरेडी गाइज हामी चाहिँ भीमफेडी आइसकेको छ। तपाईँलाई देखाउने छु यहाँ तल। सो हेर्नु होला। दामी छ नि त सानो भयो दामी छ। सो फाइनल गाइज हामी चाहिँ यो भीमफेडी भन्ने ठाउँमा आइसकेको छ। भीमफेडी गाउँ जब छ रे। फाइनल गाइज हामी चाहिँ भैँसी आइसकेको छ। भैँसी भन्ने ठाउँमा पानी गहिरो छ नि त तपाईँ अन्त हेर्नु त्यो त्यसरी हो यो। बिस्तारै अस्ति एकचोटि हामी यहाँबाट आएको थियौँ त्यतैबाट आएको थियौँ चिप्ला भैँसे पुल फाइनल गाइड। यो अब हेर्नु एउटा एरिया हो। फाइनल गाइज भैँसी आइसकेको छ। हामी देख्न सक्नुहुन्छ। आइया त्यो हेर्नुवटा पिकनिक खानु आउँछ नि त्यहाँ अगाडि चाहिँ पिकनिक स्पोट तल देखिन्छ अहिले। सो हामी चाहिँ एकछिन पार्क गरेको छौँ है। अनि यहाँ तल चाबी ल्यायो होइन रोड रहेछ बिस्तारै चाहिँ। ओए यहाँ झन् ठाउँ नै रहेछ। यस्तो अवस्था छ गाइजहरू। हामी चाहिँ देखाइदिएकी छ एकछिन देखाइदिएँ। सो लङ राइडमा हान्नुपर्छ है गाइजहरू। इनर्जी हान्नुपर्छ है गाइजहरू। ल यस्तो अवस्था छ हाम्रो चाहिँ। दिइरहेको छु ल बेसी एउटा हाँकी। त साथीभाइहरू हामी चाहिँ रेडी भइसकेको छौँ। अब चाहिँ हामी लाग्छौँ यहाँबाट। सो खाना खाने ठाउँमा भेटौँ अब। सो लेट्स गो बडी। So go to the garden guys, go! So साथीहरू हामी चाहिँ अहिले हेटौँडा आइसकेको छ भनेदेखि चाहिँ देख्न सक्नुहुन्छ। हेटौँडाको घाम तातो घाम छ हेटौँडामा। यस्तो छ कि फेरि यहाँ फेरि काठमाडौँ जस्तै भइसक्यो अट्टो सट्टो। फेरि जाम पर्यो। जाम पर्दैन यहाँ भ्लगमा भनेको त्यत्तिकै। अनि घाम चाहिँ बबाले छ है गाइज। घाम चाहिँ बबाले छ। दसैँ मनाउन आएको घामले डढेर कालो हुन लागिसक्यो। यता गयो भने सिन्धुली पुग्छ। सिधै जाउँ सिधै बिस्तारै छ हो। बजार चाहिँ सुरु हुन्छ। घाम धेरै छ दादा रे दादा बनाउनु सकिन्न नि। फेरि भेटौँला खाना खाने ठाउँमा। रहेको छ आज